हेलो हजुर नमस्कार। म चाहिँ जिएम एम्पायर स्टुडियो एन्ड इन्स्टिच्युटको सिइओ बोल्दैछु तपाईँहरूको माझ। र आज चाहिँ म चाहिँ युट्युब च्यानलमा, टिकटकमा तथा फेसबुकमा चाहिँ तपाईँसित चाहिँ खुर्सानी रोपट तालिमको दोस्रो पार्टलाई चाहिँ लिएर आएको छु होइन। अब अलि अस्ति रोप्न खोजेको जुन खुर्सानी थियो, त्यो बिउको कारणले गर्दाखेरि म 1 महिनासम्म चाहिँ यो खुर्सानीको लागि भड्किरहेको छु होइन। 1 महिनादेखि पानी चाहिरहेको छु, तर त्यो बिउबाट खुर्सानीको जुन बेर्ना छ त्यो निस्किँदै ननिस्किने भएको कारणले गर्दाखेरि अब अहिले चाहिँ अर्को अप्सन चाहिँ मैले अपनाएको छु। र त्यो अप्सन के हो भन्दाखेरि खुर्सानीको बेर्ना चाहिँ जमिनबाट उगेको बेर्नाहरूलाई चाहिँ लिएर चाहिँ म यो बोतलमा सबैमा चाहिँ ट्रान्सप्लान्ट गर्दैछु आज। त्यसको लागि चाहिँ तपाईँले चाहिँ यो भिडियो चाहिँ बनिरहनु होला। म के गर्दैछु भन्ने कुराहरू त तपाईँलाई मैले बताइसकेँ भिडियो मार्फत पनि होइन। त्यसको कारणले गर्दाखेरि आज चाहिँ म चाहिँ फर्स्ट टाइम इन भालुवाङको यो प्राङ्गणमा चाहिँ हामी चाहिँ छतमा चाहिँ अब खुर्सानी रोप्ने चाहिँ कोसिस गर्दैछौँ। त्यो कोसिस कस्तो हुन्छ हामी चाहिँ सन्दर्भमा होइन। यो घडी चाहिँ निकालेर राखौँ। किसानीवाला बन्ने सिस्टम छ होइन। अब चाहिँ दोस्रो पार्टमा चाहिँ तपाईँले देख्न पाउनुहुन्छ मैले खुर्सानी चाहिँ कसरी रोपिरहेको छु भन्ने कुरो होइन। यो चाहिँ अप्सन चाहिँ कतिको कारगर छ त भन्ने कुराहरू हो होइन। खुर्सानी सबै माटोमा चाहिँ अलिकति के भन्छ त्यो माटो मिलाइदिएको छु। र यो माटो पनि माटोसँगै अब मैले गाड्ने विचार गरिरहेको छु होइन। तर यो वर्षकै चाहिँ खुर्सानी चाहिँ प्रत्येकमा चाहिँ धेरै होइन 3 बोटलाई चाहिँ मैले चाहिँ राख्ने मेरो सङ्कल्प छ होइन। 3 बोटमा चाहिँ घरसकै अब 2 बोट राख्दाखेरि त्यो फरक पर्दैन होइन। र हाम्रो साइडमा चाहिँ घरमा चाहिँ खुर्सानीको बिउ चाहिँ फल्दैछ। त्यस कारणले पनि मैले अब खुर्सानी पनि धेरै ल्याएँ। यो चाहिँ फेरि कति दिनसम्म कति त्यही कारणले चर्च त वर्षको त मैले त अलिक मजाले नै बनाऊँ भन्ने विचार हो होइन। कोसिस चाहिँ मेरो एकदमै ठिक छ। यो चिजमा चाहिँ खुर्सानीको बेर्नामा खुर्सानीको बेर्ना अस्ति गर्न मैले कोसिस गरिरहेको छु। के भन्छ यो तपाईँको यसरी चाहिँ भिडियो बनाउँदै हामी चाहिँ यसमा चाहिँ हल्का फुल्का केही गर्छौँ। यो खुर्सानी चाहिँ हामी चाहिँ रोप्ने कोसिस चाहिँ हाम्रो जारी नै छ। हेरौँ कति दिनसम्म मलाई चाहिँ यो खुर्सानीले चाहिँ के अरे गर्छ होइन, साथ दिन्छ। म सबै बेर्नामा लगाउँदैछु। यहाँ चाहिँ कमसेकम 20वटा बोतलका साँचाहरू बनाएर मैले पहिले पनि बनाएर राखेको थिएँ। र त्यसमा चाहिँ खुर्सानीका बिउहरू मैले छरेको थिएँ। 150 रुपियाँ तिरेर चाहिँ त्यो बिउ ल्याएको थिएँ। त्यो बिउ लिँदाखेरि त्यसलाई रोप्न खोज्दाखेरि त्यो चाहिँ भएन। त्यो नहुँदाखेरि मैले चाहिँ आफ्नो सानो घरबाट गएर पर्सनली खुर्सानीको बिउहरू भन्ने रहेछन् उहाँको। त्यहाँबाट चाहिँ मैले ल्याएर चाहिँ आजको यो सन्दर्भमा 21 गते ग्राम सभा 2082 12 महिना 21 गतेको समयमा चाहिँ यो खुर्सानीलाई चाहिँ यसरी यहाँ चाहिँ प्रतिपादन गर्थेँ भन्नाले अब यतै उमार्ने हिसाबले चाहिँ यसलाई चाहिँ मैले रोपिदिएँ। हेरौँ अब आज रात खुलीमा चाहिँ यसो चाहिँ कतिको रिजल्ट दिन्छ। त्यो रिजल्टलाई हेरेर चाहिँ हामी चाहिँ भोलि दिन आउने छौँ। भोलिपछि अब एभ्रिडे पानी चार्न आउँछु। त्यो बेलामा चाहिँ हेर्नुपर्दा कतिको यो चाहिँ कारिगर छ त भन्ने कुरा होइन। त्यो कुरा हो। हेर्नुहोस् अब खालि टाइम अब मलाई समटाइम अब धेरै चिजहरूमा चाहिँ अब मलाई रुचि भएको कारणले गर्दाखेरि म चाहिँ अब अपडेट रहिरहन चाहन्छु सोसल मिडियामा होइन। सोसल मिडियामा अपडेट हुनुको लागि अब केही त गरेकै हुनु पऱ्यो। मान्छेहरूले अब भन्छन् अब दुनियाँ दिवाना गर्छन् होइन। मलाई फेरि त्यसै त सरकार छैन। यो गरेको गरौँ मान्छेहरू होइन। मैले जे गरेको गरौँ होइन। बस आफ्नो घरमा परिवारको सबैको ख्याल राख्नु होइन। भगवान्को पूजा गर्दै गरौँ, नमन गर्दै गरौँ होइन। त्यही नै सबैभन्दा ठुलो पूजा हो मेन हो होइन। हाम्रो जीवनमा अब बाँच्नु कति नै छ होइन। 15, 10, 15, 20, 25, 30 होइन। भगवान्ले जति लेखेको छ त्यति हो बाँच्ने होइन। त्यही भएर पनि अब टेन्सन भन्ने चिज चाहिँ त्यही हो। यो बाँच्ने कसरी होइन। तपाईँले बाँच्ने कला सिक्दैछु कि मैले अब रोपेर बाँच्ने हो कि होइन। कोसिस मेरो त्यही छ। प्रत्येकमा 3-4वटा मैले लगाइदिएको छु। हेरौँ यो ठाउँ चाहिँ अलिकति सानो हुन्छ जस्तो लाग्छ।
कोसिस गर्नेछु कि वर्ष चाहिँ सबैलाई चाहिँ एउटै ठाउँमा चाहिँ राखौँ। किनभने यो मेरो तपाईँको पहिलेको सानैदेखिको अब यो त सानो सानो मैले चिजहरूमा के त रुचि राख्दैन। बारी खन्नु चाहिँ खन्थेँ होइन। तर रोपवाली चिजमा चाहिँ जब म विदेशमा गएँ, विदेशमा भिडियोहरू मैले हेर्थेँ, यस्ता यस्ता रोपवाली पानी मैले हेर्थेँ होइन। मान्छेले गरेको देख्दाखेरि मलाई चाहिँ गर्ने भन्ने रुचि थियो कि त्यसको कारणले गर्दाखेरि आज चाहिँ म यो माछ यसरी चाहिँ होइन थोरै भन्थेँ यसरी पानी हाल्यो भने बनाइसकेको त्यो बिरुवाहरूले चाहिँ पानी हालिदिएको उनीहरूले पानी पाउँछन् रातभरि अब आफ्नो जराहरू गर्छन् होइन। त्यही हिसाबले चाहिँ मैले त्यो गरेको छु। भर्सकेको खुर्सानी पिरो भए त दामी हुन्थ्यो। मलाई चाहिँ पिरो एकदम साह्रै मनपर्छ खानामा होइन। इन्डियामा एकपल्ट होइन म चाहिँ तपाईँको युपीमा काम गर्दाखेरि मैले चाहिँ यस्तै खालको खुर्सानीको बिरुवा चाहिँ एकजना नेपाली दाइले चाहिँ रोप्नु भएको रहेछ युपीमा चाहिँ के आफ्नो घरमा होइन। त्यहाँ रोप्दाखेरि अब त्यो खुर्सानी चाहिँ लास्टै पिरो रहेछ हेर्नुहोस्। अब्बरी खुर्सानी थियो कि के खुर्सानी थियो बाबा। मैले त त्यो तपाईँको त्यहाँ अब होटलमा काम गर्थेँ। अब त्यहाँबाट कताबाट त्यो खुर्सानी ल्याएको रहेछ उसले, मलाई थाहा नभएर मैले चबाइहालेँ। नाकाबाट मुखबाट कानबाट जताबाट पसिना आउने थियो सबै ठाउँबाट आयो अरे। त्यो कारणले गर्दाखेरि म चाहिँ अलिकति गाह्रै भएको महसुस गरेँ कि त्यो समयमा चाहिँ खुर्सानीको ताकत कतिको रहेछ भन्ने कुरो त्यो बेला महसुस गर्थेँ। हुन त विदेशमा पनि अब अब्बरी खुर्सानीहरू बिक्रीमा हुन्छ नि खानको लागि त होइन। अब तपाईँको यहीँको नेपालको प्रोडक्टहरू त अब प्याकिङ भएर जान्छ हेर्नुहोस्। त्यो प्याकिङ भएको सामान फेरि अब यस्तो हुन्छ कि कति समय पुरानो हो त्यो थाहा हुँदैन भइसक्यो कि। अब आफूले खेतीपाती गरेर बनाएको चिजको भ्यालु र यो तपाईँको अन्तबाट किनेर खाएको चिजको भ्यालु धेरै डिफ्रेन्स परेर जान्छ हेर्नुहोस्। त्यही भएर पनि मैले चाहिँ आज चाहिँ आफ्नै घरमा चाहिँ आफ्नै छतमा चाहिँ यो चाहिँ प्रोग्राम बनाएको थिएँ। आमासित पनि मैले पर्मिसन ल्याएको थिएँ यो चाहिँ गर्छ है मम्मी भनेर पहिले मैले 1 महिना अगाडि नै भनेको थिएँ। तर आमाले चाहिँ मलाई चाहिँ सिकाइदिनु भयो। यो बेर्ना चाहिँ त्यहाँ छ सानीमा घरमा गएर लिएर अनि लगाइदिनु अनि उगेन भने चाहिँ भन्नुभयो मम्मीले। अब मम्मीको कुरा पनि नगर्ने कुरो हुन्न नि। मम्मी भनेपछि बुवापछिको एउटा चाँजो पाँचो मिलाउने एउटा घरमुली हो होइन। उहाँ भनेको देउता हो, जिउँदो देउता भनेर खोज्नु भने बुवा आमा भनेपछि जिउँदो देउता नै हुन्छ हेर्नुहोस्। कुनै पनि छोराछोरीको लागि मेरो विचारमा है। तपाईँ के भन्नुहुन्छ अब तपाईँको विचार के छ त टिकटकमा चाहिँ यसो कमेन्ट गर्दै गर्नु होला होइन। युट्युबमा कमेन्ट गर्दै गर्नु होला। अनि साथमा हाम्रो यो जुन च्यानल छ यो जिएम एम्पायर स्टुडियो एन्ड इन्स्टिच्युट यसलाई चाहिँ सब्सक्राइब गर्दै गर्नु होला। हाम्रो पर्सनली आफ्नो अफिसियली अहिले चाहिँ दर्ता गरिएको दोकान छ एकप्रकार चौकी अगाडि भालुवाङमा। तपाईँहरू आएर हेर्न सक्नुहुनेछ र सेवाको मौका दिन सक्नुहुन्छ। हामी कहाँ अब 100+ आइटमहरू छन् जसमा चाहिँ गिफ्टका आइटमहरूदेखि लिएर होइन अनि त्यसपछि प्लाटिनम क्वालिटीका गिफ्टहरू होइन। अनि त्यसपछि हाम्रो प्रिमियम क्वालिटीका फोटो फ्रेमहरू स्टेसनरी आइटमहरू साथमा कम्प्युटरका बेसिक कोर्स भर्खर मात्र 2083 को शुभ अवसर पारेर चाहिँ हामीले भर्खर मात्र बेसिक कोर्स लेभल 1 लेभल 2 लेभल 3 तथा एक्सपर्ट लेभलसम्म हामीले चाहिँ त्यो चाहिँ सुरुवात गरेका छौँ। पढाउने मिलो गरेका छौँ होइन। कोसिस हाम्रो यही हो कि भगवान्ले साथ दिउन् होइन। अब त्यही हो। अब अहिलेसम्म त भगवान् साथैमा थियो जस्तो लाग्छ मलाई होइन। दुआ हुनै थियो जसले हामीलाई चाहिँ जिन्दगीभरि चाहिँ धेरै कुराहरू सिकाएर जानु भएको थियो होइन। त्यही कुराहरूलाई अवलोकन गर्दै र 25औँ वर्षको जुन हाम्रो यो जिएम एम्पायरको जुन हाम्रो बुवाले जुन निब राख्नु भएको थियो हाम्रो बुवा फाउन्डर हुनुहुन्थ्यो यो साम्राज्यको होइन। हामी चाहिँ उहाँहरूको किसिमको त्यसलाई चाहिँ लेगेसीलाई अगाडि बढाउनको लागि हामी चाहिँ हजुर साथीहरू अब मैले चाहिँ यो गमलाहरूमा यसरी चाहिँ खोर्सानी गरिरहेको छु। एउटा गमलामा एउटा, दुईवटा गमलामा दुईवटा, तेस्रो गमलामा तिनवटा होइन। यसको भिडियो चाहिँ मैले बनाउनु पाएको छैन। अब हामीसित यति बेर्नाहरू छन्। यति बेर्नाहरू ल्याएर चाहिँ हामीले चाहिँ अरू गमलाहरूमा पनि रोप्ने गर्ने छौँ होइन। कुनै ठाउँमा सुकेका छन्
त्यो सुकेका गमलाहरूमा सुकेका फुलहरूमा चाहिँ हामीले त्यसलाई हटाउनु त हटाइन्न, त्यो फल्छ कि भन्ने आश हुन्छ होइन। तर पनि यसमा चाहिँ हरियो चाहिँ त्यसमा चाहिँ हामी ट्रान्सफर गर्नेछौँ। भरसकै तपाईँ बनिरहनु होला हाम्रो भिडियोमा।